Hey guys, welcome back to my channel. आज पनि म नयाँ भ्लग लिएर आइसकेको छु तपाईहरुको माझमा र आजको मेरो भ्लगको टाइटल चाहिँ एक्सप्लोर टु प्लानेट अर्थ छ र यस भ्लगमा चाहिँ तपाईहरुले मेरो साथ भिडियो हुन्छ है त सो फलो मी वाउ कस्तो राम्रो नि पाहाडहरु देखिन्छ है मलाई चाहिँ भिडियोहरु पनि कस्तो मिठो देखिन्छ एउटा सेल्फी हान्नु है त भयो यो के गराको बाबु के हो गाइस तपाईहरु यहाँ आउनुभयो भने चाहिँ काप्रो लगाएर आउनु होला यो अति टाढो रहेछ यस्तो चौडमा निकाल्नु हरियो रहेछ है हामी सबैजना मिलेर बस्छौँ अनि म महसुस गर्न सकिरहेको छु यहाँको हावा कस्तो सफा रहेछ यस्तो सेल्फी हाल्नु होला है अनि तपाईँहरू यहाँ सबैजना मिलेर बस्नुहुन्छ ब्लगर के अब ब्लगर अब त हाम्रो बिनाउनु फेमस रहे हामी इन्ट्रोडक्सन हुनुभयो ट्रिपमा अगाडि तारै बस है के भन्छ सिधो नि किनकि केले कारण चाहिँ खान्छ कि किन तानेको अनि तिमीहरू चाहिँ को हो नि त्यो चाहिँ हामीले इन्ट्रोडक्सन नै भएको छैन है हो त कार्बन डाइअक्साइड अब मेरो दुनियाँलाई ग्लोबल वार्मिङले नष्ट पार्दैछ कति धेरै पढ्यो हेर के भयो त हाम्रो पैसा कमाएर उ भइहाल्यो नि जम मेरो नाम चाहिँ मिठो कार्बन डाइअक्साइडले मात्रै कहाँ ग्लोबल वार्मिङ लिएर आउनु सक्छ र म पनि त चाहिन्छ नि कहाँ लिएर छोडेछ मलाई फ्याक्ट्रीहरू बन्दैछ म बस्ने वातावरणको उत्पन्न हुँदै गएको छ धुवा धुलो मलाई धेरै असाध्यै मनपर्छ फ्याक्ट्रीहरू बन्दैछ म बस्ने वातावरणको उत्पन्न हुँदै आएको छ ग्लोबल वार्मिङमा मेरो पनि ठुलो हात छ किनकि मेरो नाम चाहिँ नाइट्रिक अक्साइड अझै पनि छ पछिसम्म हुन्छ पछिसम्म रहनेछ तर त्यो नामै थाहा छैन त्यो नाम नाइट्रिक अक्साइड होइन फेरि नाइट्रिक अक्साइड हो त्यही त मलाई जतिखेर नि बिर्सिन्छ है भनेको कस्तो भने यस्तो बिर्सिनु बानी छ यस्तो रहेछ एकचोटि म भन्छु हामी चाहिँ होइन ग्रिन हाउस ग्यासेस हो अनि तपाईँहरूले चाहिँ यो ग्रिन हाउस ग्यासेस चाहिँ हामीलाई बढाउनुमा हामीलाई सहयोग गर्नुपर्छ हुन्छ ग्रिन हाउस ग्यासेस बढाएर ग्लोबल वार्मिङ ल्याउनुपर्छ क्या त्यही त हो भनेर
हामीले ग्लोबल वार्मिङलाई बढाउनु पर्छ कि पृथ्वीलाई ध्वस्त पार्नुपर्छ। ओ सही भन्यो के भन्नुभएको तपाईँहरूले त्यस्तो? पृथ्वी त हाम्रो बस्ने ठाउँ हो। हो नि, पृथ्वी त हाम्रो साझा घर हो। हाम्रो घरै भएन भने हामी कहाँ गएर बस्नु? नासिके गएर बस्छ मलाई थाहा छ के भन आएको हामी बोलिरहेको छु बिचमा आउँछ काम नपाएको फेरि यसलाई चाहिँ छुट्टै भन्नुपर्छ कस्तो रहेछ बिचमा आउँछ त्यसैले तपाईँ रुख काट्नुहोस् तपाईँ फोन फाल्नुहोस् तपाईँ फ्याक्ट्री खोल्नुहोस् है अनि रुखहरू काटेर मलाई टन्न पैसा कमाउने हो नि। हो यस्तो मान्छे चाहिँ सबै रुख काट्नुपर्छ। हो नि, पैसा कमाउनु पर्छ नि। हो भने तपाईँले नि सस्तो पो लाग्छ त त्यो त यस्तो मान्छे पो छ त हामीलाई कहाँ त्यस्तो मान्छे भयो? हो त्यहाँनिर आफ्नो घर सफा भइहाल्यो, अर्को घर किन सफा हुँदैन? नाइस राम्रो भन्यो जाऊ गाइस